विराटनगर विराटनगर जेसिस सप्ताह -2025 अन्तर्गत एक विशेष कार्यक्रमका बीच पत्रकार सुशीला पाठक र नोबेल मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालिका सोइना शर्मालाई सम्मान गरेको छ। पाठकलाई पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदान तथा शर्मालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्मानित व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो। जेसिस सप्ताहका अध्यक्ष प्रितेशराज दाहालले यस कार्यक्रमले सामाजिक जागरण, युवा सशक्तिकरणका साथै सामाजिक उत्तरदायित्व र नेतृत्वको अभ्यासका लागि एक उत्कृष्ट मञ्च प्रदान गरेको कुरामा जोड दिनुभयो। विराटनगर जेसिस सप्ताहमा पत्रकारिता र स्वास्थ्य क्षेत्रबाट को सम्मानित भए? आफ्नो विचार कमेन्ट गर्नुहोस्।